हेलो साथीहरू फेरि पनि गुड मर्निङ है। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम फिट एन्ड फाइन छु। फेरि पनि आइसकेको छ न्यू डे न्यू ब्लग होइन। आई होप त्यही हो सन्चै हुनुहुन्छ होला र म पनि एकदम गुड एन्ड फाइन छु। र आजको ब्लग चाहिँ के हुन्छ भनेर तपाईँहरूले थम्बनेल हेरेर पनि थाहा पाइसक्नु भएको छ होला र हेर्दै गर्नु होला, वाच गर्दै गर्नु होला होइन। स्टे ट्युन जे होस्। अनि आजको ब्लग चाहिँ जे होस्, अब म आज दामी तरिकाले निङ्ग्रोको अचार बनाउँछु होइन। अब सबैजना गाइजहरू मेरो आजको रेसिपी हेरेर खतरा बनाइदिनु होला होइन। त्यही भन्दछु फाइनली अब ढिला नगरिकन हाम्रो रेसिपी चाहिँ सुरु गर्नुपर्ने हुन्छ होइन। किनभने मलाई ड्युटी पनि जानुपर्ने हुन्छ। आन्टीले चाहिँ तरकारी दाल पकाउनु हुँदैछ। अब म चाहिँ गएर निङ्ग्रो सिङ्ग्रो केलाएर उसिनेर आलु सालु उसिनेर यताउता गर्छु होइन। स्टेट्युन गाइजहरू हेर्दै गर्नु होला र मायाको साथसाथै पनि गरिदिँदै गर्नु होला है। त्यही भन्दछु है। अब चाहिँ जे होस् हामी सिधै जाउँ किचनतर्फतिर है त। तर गाइज इग्नोर माई किचन होइन, किचन चाहिँ खत्तम छ है। इग्नोर चाहिँ इग्नोरै गरिदिनु होला। फाइनली अब म चाहिँ किचनतर्फ लागिसकेँ। हाम्रो किचन यहाँ छ होइन। त्यही हो, अब चाहिँ यहाँनिर निङ्ग्रो छ, निङ्ग्रो झिक्नु पर्ने हुन्छ। यसलाई झिकेर उसिनेर बफ्याएर खतरा बनाउनु पर्ने हुन्छ होइन। गाइज म चाहिँ अब यो निङ्ग्रो केलाएर मात्र आउँछु होइन। हेर्दै गर्नु होला। निङ्ग्रो झिकेन है। निङ्ग्रो चाहिँ यस्तै निङ्ग्रो छ, अनुहार छेक्यो यस्तै निङ्ग्रो छ। अब यस्तै निङ्ग्रोको अचार दामी हुन्छ होइन। अहिले अचार बनाइसकेपछि म देखाउने नै छु तपाईँहरूलाई। हेरेर साथ सपोर्ट गरिदिनु होला है। सो स्टुडेन्ट गाइजहरू अब चाहिँ म जे होस् निङ्ग्रो केलाउन तर्फ लागेको, वेट एन्ड सी है त। सो गाइज मैले चाहिँ निङ्ग्रो पनि काटिसकेँ होइन। निङ्ग्रो काटेर यहाँनिर छ होइन। निङ्ग्रो चाहिँ यहाँ छ है। आलु चाहिँ पछाडि छ, त्यसलाई पनि अब बफ्याउनु पर्ने हुन्छ। र हाम्रो पानी चाहिँ यहाँ तात्दैछ अब, किनभने यहाँनिर जे होस् यो निङ्ग्रोलाई चाहिँ यहाँ उसिन्नुपर्छ होइन। उसिनिसकेपछि यसमा अब आलु राख्यो भने आलु पाक्दैन मजाले, यो त पाकिहाल्छ छिटै। तर त्यही हो गाइज, अब चाहिँ यो सबै भइसक्यो, रेडी भइसक्यो। र प्याज पनि मैले यहाँ काटिसकेँ। अब खोर्सानी काट्न बाँकी छ होइन। अब खोर्सानी पनि काट्ने। खोर्सानी त के हो सबै सुकेको छ त हौ, सब सुकेको छ यार खोर्सानी। ठिक छ, खोर्सानी अब 2टा जति काट्छु म, किनभने हाल्नै पर्छ। त पनि गाइज अक्कबरे खोर्सानी छ होइन। अक्कबरे खोर्सानी 2टा काट्नुपर्ने हुन्छ, नत्र धेरै पिरो खान सक्दैन नि त। त्यही हो, सबैजना पिरो खान सकिँदैन। अब जे होस् यसलाई चाहिँ म हाल्छु होइन यहाँनिर। अब मैले हाल्न गइरहेछु, मेरो हात कस्तो कालो आएको गाइज, ओ माई गुडनेस। र अब यो हालिसकेपछि मैले टक्क अब यो पछाडि चाहिँ म आलु उसिन्छु होइन। स्टे ट्युन गाइजहरू हेर्दै गर्नु होला। मेरो क्यामेराको क्वालिटी साह्रै फोर आएछ एकैछिन है त गाइजहरू, केही छैन। त्यसलाई मैले बफ्याउनु दिएँ। अब बफाइसकेपछि अहिले आउँछ यसलाई त गाइजहरू। अब यो चाहिँ मैले बफ्याउन दिइसकेको छु होइन, हेर्न सक्नुहुन्छ। यो अब उम्लिसकेपछि जे होस् ठक्क अब आलुको लागि व्यवस्था गर्नुपर्ने हुन्छ गाइजहरू। हो यहाँनिर आलु छ होइन, 5वटा जति अचार बनाउन आँटेको नि त, त्यही भएर आँखा पोलिसक्यो फेट। केही छैन गाइजहरू, ल अब म त्यही बनाएर होइन टक्क रेसिपी चाहिँ टक्क उयसमा देखाउने छु, मुसेको बेलामा चाहिँ देखाउने छु है त। स्टे ट्युन गाइजहरू, वेट एन्ड सी। बबाल रमाइलो हुन्छ। अब म खोर्सानी काट्न लाग्नुपर्ने हुन्छ, यहाँनिर गाह्रो छ। ल गाइज ओके। सो गाइज अब चाहिँ यतानिर यहाँ निङ्ग्रो उयो उम्लिसक्यो होइन। यसलाई मैले ग्यास सानो पारिदिएर चाहिँ अब यसलाई ठुलो बनाइदिन्छु। र यता चाहिँ मेरो आलु बसिसकेको छ, हेर्न सक्नुहुन्छ। आलु बसिसकेको छ। अब यो जे होस् यिनीहरूको अचार सचार बनाउनु पर्ने हुन्छ होइन। यो चाहिँ के खाली भाँडा रहेछ होइन। प्याज पनि काटिसकेको छ, खोर्सानी काट्न बाँकी छ। अब यो खोर्सानी म काट्छु अहिले। अब यो उम्लिँदैछ होइन, हेर्न सक्नुहुन्छ। त्यही हो, यो पछाडि जे होस् घरहरू पोचा लगाउनु पर्ने हुन्छ।
अनि त्यो पछाडि लुगासुगा मिलाउनु पर्यो गाइस। मेरो कोठाको लुगा मिलाएकै छैन होइन, कोठाको लुगा पनि मिलाउनु पर्ने हुन्छ। अहिले म मिलाउँछु यो सबै बनाइसकेपछि होइन। यो सबै अब टक्क मिलाएर टक्क बनाइसकेर रेडी पारेर होइन यसलाई। अब यसलाई म पखाल्नु पर्ने हुन्छ होइन। अब यो उम्लिसक्यो है, यसलाई एकैछिन ल। यसलाई के गर्ने भने एकचोटि हेर्नुपर्ने हुन्छ, चलाउनु पर्ने हुन्छ पाक्यो कि पाकेन। यो मजाले पाकेकै छैन, यसलाई मजाले पाक्न दिनुपर्ने हुन्छ है, खाँदाखेरि पनि अलिकति स्वादिष्ट आओस् न, होस् न। यो मजाले पाकेको छैन, यसलाई अलिक पाक्न दिनुपर्ने हुन्छ। अब म चाहिँ गाई खोर्सानी काट्नुपर्ने होइन, खोर्सानी काट्न त लाग्छु अब म। अनि हाम्रो आन्टी चाहिँ यता बाहिर काम गर्नु हुँदैछ, यहाँनिर भात पकाउनु हुँदैछ होइन चुल्हामा, हेर्न सक्नुहुन्छ। हाम्रो चाहिँ गाई आगोमा भात पाक्दैन, हाम्रो ग्यासमा धेरै भात पाक्दैन कि, यसमा कहिलेकाहीँ यसो तरकारीहरू मात्र पकाउने हो, नभए त अरू बेला सबै चुल्हामै हुन्छ काम जति चाहिँ। त्यही हो, यहाँ करेला सरेला रहेछ होइन। आन्टी करेला पनि पकाउने हो? आलु र बोडी मात्रै? भुजुरी बनाउनु ल, आलु र बोडी। त्यही त भुटुवा बनाउनु, त्यही हो। अनि अब त्यो भइसकेपछि यता चाहिँ हाम्रो यो डिस तयार हुन्छ। टमाटर साँच्चै गाइस यो रेसिपीमा चाहिँ मैले एउटा नजानेको कुरा होइन, सिकाइदिनु होला है। यसमा चाहिँ टमाटर हाल्छ कि हाल्दैन हो यो अचारमा, मलाई त हाल्दैन जस्तै लाग्यो होइन। ठिकै छ, म पनि नहालिकन बनाउँछु होइन। अब टक्क अब यो सबै भइसकेपछि टक्क तेल हालेर मेथी सेती हालेर दामी बनाएर म तपाईँहरूलाई देखाउँछु। वेट एन्ड सी है त। आजको अब हाम्रो निङ्ग्रोको अचारको रेसिपी कस्तो हुन्छ होइन, हेरेर साथ सपोर्ट गरिदिनु होला, त्यही भन्दैछु म। अहिलेको लागि चाहिँ हस् त, हेर्दै गर्नु होला, साथ सपोर्ट गरिदिँदै गर्नु होला। एन्ड इन्जोय योर डे है सबैजनालाई। त्यही भएर है त गाइस, म चाहिँ यस्तैमा इन्जोय गर्दैछु होइन, त्यही हो। गाह्रो छ ल गाइस। अब चाहिँ म खोर्सानी काट्न लागिरहेको छु होइन, खोर्सानी काट्न लागिरहेको छु पनि कतिचोटि भनिसकेँ। अब चाहिँ म काट्छु, म यसरी भिडियो बनाइराख्यो भने म धेरै भ्याउँदिनँ पनि होइन, काट्न यो गर्न अलिकति अप्ठ्यारो हुन्छ। त्यही हो, म काटेर होइन सबैहरूलाई देखाउने हुन्छु, लास्टतिर अन्तिमतिर म देखाउने हुन्छु। स्टेडियम गाइजहरू हेरेर सबैजनाले चाहिँ बबाल सपोर्ट गर्नुपर्ने हुन्छ होइन। यो सकिसकेपछि चाहिँ मेरो अझै काम छ, गरेर यताउता गर्नुपर्ने हुन्छ है त। ओके गाइज, हेभ अ फन। सो गाइज अब चाहिँ होइन मैले यो खोर्सानी पनि काटिसकेर यहाँ रेडी पारिसकेको छु र अब यो पनि पाकिसक्यो। अब यसलाई मैले पखाल्न जान आँटेको छु होइन। अब यसको ग्यास बन्द गरिदिने है। फाइनली गाइज अब यो पनि पाकिसक्यो, यसलाई मैले अब अफ गरिदिएँ। आलु चाहिँ यहाँनिर हुँदैछ होइन, अब छिटी लाग्न बाँकी छ आलुको पनि। र अब यसलाई म पखालेर आएर धोइधाइ पारेर होइन, अब त्यही हो, यसलाई यो गरेर त्यहाँ हाल्ने, यहाँ प्याजहरू भएको ठाउँमा हाल्ने। अनि त्यहाँदेखि यता मेथी सेती तेलहरू के पड्काएर खोर्सानी पनि इनफ भइसक्यो, यतिले हामीलाई इनफ हुन्छ। त्यही हो गाइज, अब चाहिँ म पखालेर जान आँटेको है त। ल गाइजहरू अपडेट आइ नै राख्छ होइन बिचमा, अब जस्तै भए पनि होइन हेर्नै पर्छ। अनि हाम्रो आन्टीले यहाँ बुढीको लागि यो गरेको अघि खै मान्छे चाहिँ बाहिरै बसिरहेको छन्। मेरो तरकारी पाकिदिएसम्म पनि आन्टीको तरकारी पाक्दैन क्या गाइजहरू, त्यस्तो छ खतरा, हाम्रो आन्टी खतरा। त्यही हो, म पनि अब सबै सकिहाल्नु पर्ने हुन्छ। तर आलुको यो सिटी लागेको छैन यार गाइजहरू, हेर्नु न सिटी नै लाग्दैन कसम भनेको। यो कुकर बनाउने मान्छे कोही हुनुहुन्छ भने आइदिनु होला हाम्रो घरतिर। सिटी लाबाट के भएको छ होइन यसको, त्यही हो गाइज। ल स्टेडियम है। अब म पखालेर आएर होइन सबै सामानहरू रेडी भइसकेको छ टक्कसँगले। अब मेथी र उयो तेल पड्काउनु पर्ने हुन्छ। अनि यता हाम्रो हाल्नु फ्रिजमा पानी हाल्नुभन्दा अगाडि फ्रिज चाहिँ हेर्नु न यस्तो छ, कहिल्यै सफा गर्दैनन्। ल त्यही हो गाइज, अब चाहिँ सकिहाल्नुपर्छ, आफ्नो कामहरू निप्टाइहाल्नुपर्छ। सो गाइज अब चाहिँ होइन मैले यो खोर्सानी पनि काटिसकेर यहाँ रेडी पारिसकेको छु र अब यो पनि पाकिसक्यो। अब यसलाई मैले पखाल्न जान आँटेको छु होइन। अब यसको ग्यास बन्द गरिदिने है।
फाइनली गाइस अब यो पनि पाकिसक्यो र मैले अब अफ गरेँ आलु चाहिँ यहाँनिर हुँदैछ होइन अब छिटी लाग्न बाँकी छ आलुको पनि र अब यसलाई म पखालेर आएर धोइधाइ पारेर होइन अब त्यही हो यसलाई यो गरेर त्यहाँ हाल्ने यहाँ प्याजहरू भएको ठाउँमा हाल्ने अनि त्यहाँदेखि यता मेथी सेती तेलहरू के पड्काएर खोर्सानी पनि इनफ भइसक्यो यतिले हाम्रो इनफ हुन्छ त्यही हो गाइस अब चाहिँ म पखालेर जान आँटेको है त ल गाइसहरू अपडेट आइ नै रहेको छ होइन बिचमा अब जस्तै भए पनि होइन हेर्नै पर्छ अनि हाम्रो आन्टीले यहाँ बुढीको लागि यो गरेको अघि खै मान्छे चाहिँ बाहिरै बसिरहेको छन् मेरो तरकारी पाकिदिएसम्म पनि आन्टीको तरकारी पाक्दैन क्या गाइसहरू त्यस्तो छ खतरा हाम्रो आन्टी खतरा त्यही हो म पनि अब सबै सकिहाल्नु पर्ने हुन्छ तर आलुको यो सिटी लागेको छैन यार गाइसहरू हेर्नु न सिटी नै लाग्दैन कसम भनेको यो कुकर बनाउने मान्छे कोही हुनुहुन्छ भने आइदिनु होला हाम्रो घरतिर सिटी लाबाट के भएको छ होइन यसको त्यही हो गाइस ल स्टेडियम अब म पखालेर आएर होइन सबै सामानहरू रेडी भइसकेको छ टक्कसँगले अब मेथी र उयो तेल पड्काउनु पर्ने हुन्छ अनि यता हाम्रो हाल्नु फ्रिजमा पानी हाल्नुभन्दा अगाडि फ्रिज चाहिँ हेर्नु न यस्तो छ कहिल्यै सफा गर्दैनन् ल त्यही हो गाइस अब चाहिँ सकिहाल्नुपर्छ आफ्नो कामहरू निप्टाइहाल्नुपर्छ सो गाइस मैले हाल्ने चिजहरू चाहिँ सबै हालिसकेँ होइन अब यो सबै हालिसकेको छु नुनहरू अनि यो अलिकति यो चुकहरू यो सबै हालिसकेको छु अब यसलाई मोल्नु पर्ने हुन्छ है अब यसलाई म मोल्न गएर मोलेर होइन तपाईँहरूको माझ देखाउँछु ल अहिले स्टेडियम सो गाइस मेरो रेसिपी चाहिँ यस्तो भइसकेको छ होइन बबाल भइरहेछ र यति नै गाइस क्यामेरा धेरै हल्यो यति नै गाइस आजको लागि चाहिँ यो भ्लग यहाँनिर इन्ड हुन्छ होइन रेसिपी चाहिँ यस्तो खतरा भइसकेको छ है अब के छुट्यो के छुटेन अब त्यतिखेरै थाहा हुन्छ होइन खाइसकेपछि नै थाहा हुन्छ मेरो हात यस्तो भइसक्यो बच्चाको पखालेर आउनुपर्ने हुन्छ अनि त्यही हो गाइजहरू थ्याङ्क यू फर वाचिङ लाइक कमेन्ट सेयर सब्सक्राइबहरू चाहिँ गरिदिनु होला त्यही भन्दै हामी भेट्नेछौँ अर्को नेक्स्ट भिडियो एन्ड नेक्स्ट भ्लगमा होइन स्टे ट्युन गाइजहरू दिइहाल्दै बिर्सेँ है हात चाहिँ यतिकै भयो होइन त्यसैले गाइजहरू यस्तो भइसक्यो अचार चाहिँ होइन बबाल भइसकेको छ क्यामेराको यो फोकस उयो भइरहेछ होइन त्यही पनि केही छैन फोकस गरेको छैन क्यामेराले आज किन हो मेरो केही छैन ल ओके सी यू इन द नेक्स्ट ब्लग एन्ड भिडियो है आई होप तपाईँहरूलाई यो भिडियो मनपर्छ होला होइन र यता गाइस सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ लास्टमा गरिदिएर जानु होला भन्दै म आजको भिडियो यहीँ टुङ्गाउन चाहन्छु थ्याङ्क यू सो मच